सो फाइनली हामी जाँदैछौँ कपन गुम्बा। मेरो राइटमा छ पाण्डे पाण्डे पाडु पाडु मेरो लेफ्टमा छ हुचिल, मेरो बिचमा छ पूर्व। है हामी जाँदैछौँ हिँड्दै हिँड्दै लखर लखर आफ्नो दिखुटे बाइकमा कपन गुम्बासम्म। कहाँदेखि भन्दा फाइका चोकदेखि है त। सो हामी आइपुगेको छौँ अहिले खरिबोट चोक यो चाहिँ देख्न सक्नुहुन्छ। सो हामी चाहिँ आइसक्यौँ भनौँ न बौद्धतिर। के बोले भाइ? ए के गुम्बा रे यो कपन गुम्बा। तँलाई भिडियो बना भनेको सुन्दैछन् कि हेर्न हेर्नुहोस् त गाइजहरू। अब यहाँदेखि वरदेखि परसम्म चाहिँ नि एकदम क्या बौद्ध होइन के बोले भाइ? यो के अरे गुम्बा चाहिँ जे होस् एकदम बिल्ला बनाएको रहेछ केटा। के बोले भाइ? राम्रो यस्तो दामी। सो हामी चाहिँ अहिले गुम्बा पुग्न आँट्यो केटा। यहाँको दृश्य चाहिँ हेर्नु होला, काठमाडौँको दृश्य खतरा देखिरहेको छ नि फेरि। पैसा सो फाइनली हामी गुम्बा आइपुगेको छौँ। गुम्बाको यहाँ टेन्सन छ ब्याकग्राउन्ड। गुम्बा हेर्न आउनु होला यहाँ पछि पछि यस्तो दामी छ होइन। गाइस हेर्नु होला, गुम्बा चाहिँ एकदम ठुलो छ क्या। यहाँ चाहिँ टक्क यो चाहिँ बाटोको एरिया हो। यहाँ माथितिर चाहिँ दामी बनाएको छ क्या। यहाँ भित्र चाहिँ पस्नु नदिँदो रहेछ। सो अब हामीलाई गुम्बाभित्र छिर्नु नदिने भनेपछि चाहिँ हामी साइड 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 हुँदै चाहिँ अब जङ्गलतर्फ लाग्यो है। यता आइज अब जङ्गलै हामी अब लाग्ने हो। सो हामी चाहिँ अहिले जङ्गल भइसकेको छौँ। केटाहरूले खै कहाँ भित्र लडेछ दुईजना अगाडि हिँडिरहेको छ। जङ्गल बाघ भालुले खान्छ जस्तो पनि छ। पुरै गाउँको याद आइरहेको छ क्या मलाई चाहिँ। घाँस काट्नु जाँदाखेरि टक्क एउटा कहाँ छिराएको केटा जङ्गलभित्र। यस्तै छ केटा। अब कहाँ निकाल्ने थाहा छैन। जङ्गल हिँडेको छ। हामी चाहिँ हिँडेर पछि लागेको छौँ। सो फाइनली हामी चाहिँ हिँड्दा यहाँ सल्लाहरीमा एकदम दामी सल्लाहरीमा आएको छौँ क्या। केटाहरूले कहाँ लियो तर यस्तो दामी चाहिँ हावा सर चलिरहेछ। सो हामी चाहिँ यहाँ चटपटी खानु आएको है। यसले खुवाउने अरे चटपटी पारसले चटपटी आयो केटा हो हाम्रो चटपटी। ल खाऊ केटा चटपटी खाऊ चटपटी आयो दामा सुगर दामी आउ पक्ने मलाई दामी थियो।